अहिलेसम्म चिकन बनाउनु भएको छैन भने पनि यो दामी चिकन घी रोस्ट चाहिँ घिउमा यति मिठो बनेर रेडी हुन्छ नि। सुरुमा चाहिँ तपाईँले मसलाहरूलाई हल्का तताउनु पर्छ कि मसलामा मैले सुकुमेल, ल्वाङ, खुर्सानी, जिरा अनि धनियाँको सिड हालेर यतिको तताइसकेँ अनि मैले यसलाई निकालिदिएँ। अनि यो मसलालाई चाहिँ अब प्युरे बनाउने के पाउडर बनाएर अनि यसमा थोरै लसुन पनि हालिदिने, काश्मिरी रेड चिली पाउडर र थोरै पानी एड गरेर पेस्ट बनाइदिने अनि चिकनको माथि हालिदिने। मैले चाहिँ आज बोनलेस चिकन लिएको छु अनि यसमा थोरै चिनी नभएको दही पनि एड गर्ने 4 चम्चा जसो अनि यसलाई एकैछिन म्यारिनेट गर्ने। अनि त्यही कराईमा चाहिँ थोरै घिउ हालिदिने, जिरा फुराउने, खुर्सानी फुराउने अनि एउटा मिडियम साइजको प्याजलाई पनि मसिनो गरेर काटेर हालिदिने। प्याज यतिको ब्राउन भइसकेपछि यो म्यारिनेटेड चिकनलाई पनि हालिदिने अनि यसलाई चाहिँ अब हाई हिटमा पकाइदिने। यसमा चाहिँ अब मैले थोरै बेसार अनि स्वाद अनुसार नुन पनि एड गरिदिएँ। अघि हामीले नुन एड गरेको छैन नि त। अनि अब यो पानी टन्नै रिलिज हुन्छ, तपाईँको काम भनेको अब चलाउने अनि यो पानी नसुकुन्जेलसम्म यसलाई चाहिँ पकाउनलाई छोडिदिने। अनि सबै पानी ड्राई आउट भइसकेपछि चिकन पनि पाक्छ अनि यति मिठो यो चिकन घी रोस्ट पनि रेडी हुन्छ। सो यो रेसिपी ट्राई गर्नुहोला।